हेलो गाइज, मैले चाहिँ स्किन केयर गरिसकेँ होइन। अब चाहिँ म फाउन्डेसन हल्का फाउन्डेसन एप्लाई गर्दैछु किनकि मेरो स्किन चाहिँ अलिक राम्रो देख्यो होइन। अनि त्यसैले है फाउन्डेसन चाहिँ जहिले पछाडि आफ्नो हातको पछाडि लिने अनि त्यसपछि आफ्नो सेड ठ्याकसँग ठ्याक्कै मिलाउनु खोज्ने अनि चेक गर्ने। मैले चाहिँ दुईवटा मिलाएर बनाएको चाहिँ फाउन्डेसन ब्लेन्डरले होइन ब्रसले एप्लाई गर्नेछ। ब्लेन्डरले चाहिँ फाउन्डेसन सोच्छ भने ब्रसले चाहिँ राम्रोसँग एप्लाई हुन्छ। फाउन्डेसन चाहिँ एप्लाई भयो होइन मेरो। अब चाहिँ सेटिङ स्प्रेले ब्लेन्डरमा यसरी स्प्रे गर्ने अनि त्यसपछि यस्तो गर्ने। सेटिङ स्प्रे नहालेर यसो गर्दा नि हुन्छ होइन। ब्लेन्डरमा सेटिङ स्प्रे आईलाई चाहिँ हामीले कन्सिलरले सेड गर्छौँ। हल्का ब्राउन कलर लिन्छौँ, ब्राउन या नुड बार। अब चाहिँ हामी लिपस्टिक लगाऊँ होइन। पहिले लिप लाइनर अनि लिपस्टिक। यतिको लागि चाहिँ हामीले हातैले हल्का ब्लेन्ड गर्ने। अब चाहिँ ब्लसर लगाऊँ होइन। ब्लसर चाहिँ लिने अनि डस्ट आउट गर्ने अनि त्यसपछि चाहिँ उठाएर लगाउने किनकि हामीलाई स्लिम फेस दिन्छ। अनि हामी चाहिँ उठाएर हाम्रो ब्लस लगाउँछौँ। म चाहिँ यो कलरलाई चाहिँ पाउडर कन्टुर भन्छु। मैले चाहिँ पाउडर कन्टुर नि गरेँ अनि कतिको डिफ्रेन्ट देखिएको छ तपाईँहरूलाई पनि थाहा होला। यो फेस चाहिँ अलिक मोटो देखिएको छ नि, फेस चाहिँ हल्का उठेको छ, मतलब स्लिम देखेको छ। हल्का डिफ्रेन्ट देखेको छ, धेरै त छैन भए नि। म चाहिँ आफूभन्दा हल्का लाइट कन्सिलर लिएर आफ्नो उठेको भागहरूमा हाइलाइट गर्दैछु हल्का, धेरै चाहिँ होइन, हल्का मात्रै। मैले चाहिँ अब बनाना पाउडर लिएर सेट गर्न लागेको छु मेकअप होइन। अब चाहिँ मैले ब्रसको हेल्पले पाउडरलाई सेट गर्दैछु होइन। मैले यसमा कुनै नि फिल्टर केही नि लगाएन होइन। मैले चाहिँ राम्रो देखोस् भनेर लिपस्टिक सुरुमै लाऊ। म चाहिँ अब थोरै हाइलाइटर लाउनु जाँदैछु, एकदम थोरै होइन। म चाहिँ नेल क्लास जानु ला हो। लास्ट चाहिँ मेरो टिका। अब बाँकी मैले मस्कारा चाहिँ लाएको छुइनँ किनकि मसँग मस्कारा छैन होइन। अनि मसँग जति सामान थियो त्यतिकै यो मेकअप। मैले चाहिँ मेकअप गर्दा कति गल्तीहरू गरेँ होला, कति